आइसकेको छु मर्निङमा है गाइस। सो आज चाहिँ हाम्रो घरमा सडक छ हो, त्यही भएर बिहानै उठेर नुहाइधुवाइ गरेर है काम गर्नुपर्ने हुन्छ हो। त्यही हो, अब बिहान उठेर बिजी हुन्छ नि त, अघि नै भिडियो बनाऊँ भन्दै थिएँ हो, अनि यताउता गर्दा हो फेरि आज निकै खानाहरू पनि पकाउनु पर्छ, अन्त त्यही भएर बिजी नै हुन्छु सायद म है। अन्त एउटा मर्निङको भिडियो बनाऊँ भनेर तपाईँको सामने ल्याएको छु है। आज मैले अहिलेसम्म चाहिँ मैले के गरिसकेँ उठेर भन्दाखेरि चाहिँ म नुहाएर रेडी भएँ होइन। फर्स्टमा त नुहाउनु पऱ्यो नि त है, सफा पहिला त आफू नुहाएर रेडी भयो भने चाहिँ बिहान मतलब सडकमा त्यो फर्स्ट गर्नुपर्छ है, सबैलाई थाहै होला। अनि मैले त्यहाँ यहाँनिर दाल उचालेको छु है, दुध पसाउनु तताउनु बसाएको छु, यहाँ पनिरलाई पनि राखेको छु। यसलाई चाहिँ अलिक डिपमा थियो नि त, अनि यसलाई पिक्नु चाहिँ तातो पानी हालेर राखेको काट्नुको लागि। यहाँ आलु बसाउनुलाई रेडी गरिरहेको छु। यो चाहिँ सेलरोटीको लागि, यो चाहिँ बेलुकै पिठो यो चामललाई पिसेर राखेको थियो, बिहान चाहिँ यसलाई मिक्स गरेको हो, बनाउनु पर्ने हुन्छ। अनि हुँदैछ यसको भिडियो चाहिँ अहिले सेलरोटी बनाएको भिडियो पनि तपाईँलाई दिनेछु है, हेर्दै गर्नुहोस् होला मेरो भिडियोलाई। अब चाहिँ म यो रेडी अब स्टार्ट गर्न आँटेको रोटी बनाउनु है। त्यस्तो बनाउँदा रोटी बनाउनु त आउँदैन हो, र पनि है यस्तो कोसिस गरेको होइन आँट हुँदैन भन्छ नि है, सधैँभरि चाहिँ मै बनाउँछु हो। तर त्यस्तो राम्रो पर्फेक्ट चाहिँ बन्दैन, तर हुन्छ चल्छ भन्ने चाहिँ बनाउँछु हो। त्यही भएर ट्राई गर्नुपर्छ है, जे कुरामा पनि सिक्नुपर्छ है, सिकेपछि जे पनि आउँछ। त्यही हो है, बनाउँदैछु म रोटी। अहिले बनाउँदै गरेको भिडियो पनि तपाईँलाई देखाउनेछु, हेर्दै गर्नुहोस् होला है ल। म देखाउनु ल भाइ स्टार्ट हो। अन्त हेर्नुहोस् है, मैले रोटी बनाएर देखाउँछु भनेको चाहिँ तपाईँहरूलाई हो। त्यस्तो आउँदैन, आउनु चाहिँ तर पनि कोसिस गर्नु पर्दो रहेछ है। जान्दिनँ भनेर बस्यो भने चाहिँ जिन्दगीमा केही पनि आउँदैन है। मैले यो रोटी बनाएर चाहिँ त्यसको एक्सपिरियन्स भएको है मलाई चाहिँ। जान्दिनँ भनेर बस्यो भने चाहिँ नि केही आउँदैन रहेछ, अलिकति हात पनि हाल्नु पर्ने रहेछ हो। गर्दै गएपछि एकपल्ट बिग्रिन्छ, दुईपल्ट बिग्रिन्छ हो, तिनपल्टमा पर्फेक्ट भइहाल्छ नि। मेरो रोटी पनि देखाइदिनु छेउमा दिएर घरको कस्तो हुन्छ मेरो रोटी चाहिँ हो। भयो कि भएन, राम्रो भयो कि भएन कमेन्ट गर्नु है। यहाँ पनि देखाइदिनु नि, यति पोलिसक्यो भनेर। यति पोलिसक्यो, अब यति बाँकी छ। रोटी पकाउने मान्छे यहाँ देखाइदिनु ल, यस्तो गरेर देखाइदिनु, यस्तो गरेर रोटी बन्द गरिदिनु। आउनु भएको के गर्ने रोटी पिट्रीलाई लानु भएको, छुट्याउनु भएको, चढाउनु लगेको साइड गरिहाल्नु भएको अरे मम्मीले पिट्रीको लागि। अझै मेरो बनिँदैछ हो। अनि हो त ल, राम्रो बनाउँदैछ है मेरो बुहारीले रोटी। हेरिदिनु होला है, म त आउँदैन, मलाई त घुमाउन पनि आउँदैन है। सबैजना कहाँ आउँछ त हौ, कतिलाई आउँदैन, डर लाग्छ मलाई त। मेरो बुहारीले चाहिँ यति राम्रो बनायो रोटी, म त जान्दिनँ है। ए देखाउनु पो आउँदैन होला नि त। हामी चाहिँ यहाँ पनिर पकाउँदैछ हो, पनिर पकाउने भनेर रोटी बनाइसकेर भर्खर आएको। अब यहाँ पनिरको सब्जी बनाउने, त्यही भएर कटिङ गर्दैछु। यहाँ फ्रिजमा राखेर अलिक साह्रो पऱ्यो कटिङ गर्नु। अरू पनि देखाइदिनु के पाक्दैछ भनेर। यहाँ त अब पाकेकै छैन। पाक्दैछ भन्नु नि त। पाक्दैछ, यहाँ काँक्रा कटिङ हुँदैछ है अचारको लागि हो। यहाँ अचार काँक्रा काट्ने चाहिँ मेरो दिदी हुनुहुन्छ, जेठानी दिदी हुनुहुन्छ। यहाँ रेडी हुनु भयो सबै हो, सब रेडी भयो। पण्डित आउनु बाँकी छ। पण्डित आएर थपक्क बसेपछि छोरा सुरु यो रोटी हो है, 2 भाँडा रोटी मेरो बुहारीले बनाएको। म त जान्दिनँ हो, बुहारीले बनाउँछ। बाबासँग बोल्छु नि त म। लु भयो अनअफ गर्नु। अब यहाँ मेरो नातिलाई आज उपद्रो गर्छ भनेर
रुममै थुनेर रुममै खुवाएर राखेछ। अब ढोका बन्द गर्यो। मेरो चाहिँ खाना लगभग पाकिसक्यो। के पाक्यो भन्दाखेरि चाहिँ नि पनिर फ्राई गर्दैछु हो। पनिरलाई फ्राई गर्नु पर्ने हुन्छ हो। तेल बेसी भयो भने नभन्नु चाहिँ अझै चाहिँ यहाँ फ्राई गर्नुपर्ने हो। धेरै मजाले फ्राई हुन्छ नि त। अलिक बेसी तेल हाल्यो भने त्यही त तेललाई निकाल्नुपर्छ। फ्राई गरिसकेपछि यस्तो हाल्नु हुँदैन। फ्राईको लागि मात्रै हालेको पनिर हो। मेरो खानामा बाँकीको छ यहाँ छ खिर हो। यसमा चाहिँ हामीको दाल कालो दाल है। सलादमा कालो दाल बनिन्छ। अनि यहाँ छ अचार काँक्राको। यहाँ छ आलुदम। यहाँ छ साग। यहाँ छ साग यो पनि आलु नै हो। नमटेर हालेको अघि राम्रो देखिनँ कि अँध्यारो भएर यस्तो आएको छ कलर। दामी टेस्ट कस्तो थाहा छैन। त्यो भएको होला। हाम्रो पिङ अब पाक्दैछ हो। रेडी हुँदैछ हो। मम्मीले यहाँनिर के पिङ बनाउनु सुरु पिना बनाएको भात बसाल्नु बनाइदिनु पर्यो। ए भात अब बसाल्नु चढाउने भन्छन् पनिर अहिले खाना चढाउने बेला भयो भन्छन्। धेरै पकाउनु पर्छ। आज धेरै बोलाएको थियो मान्छे हो। अनि यहाँ त गुरुजी पनि आइसक्नु भएको छ। यहाँ हुनुहुन्छ हरि ओम पवित्र स्तोमै सुन्दर छिद्रण पवित्र रेडी अन्तिममा पुगिसकेँ है। गुरुजी पनि भर्खर आउनुभएको सुरु हुँदैछ हो। पनिर पकाउनु पर्ने छ। मेरो चाहिँ लास्ट हो आइटम। अरू सबै पाकिसकेको छ हो। मम्मी यहाँ चामल धुनु हुँदैछ भातको लागि। अहिले भात चढाउने बेला हुन्छ नि त मम्मी। छिटो गर्नुपर्छ। अहिले भात चढाउनु भनेर पर्ने बोकिँदै भात चढाउने बेला भयो भन्नुहुन्छ नि त। यहाँ पिङमा पनि बनाउनु हुँदैछ हो। त्यही हो है। पाक्दैछ खाना। भात चढाउने बेला पनि भएको मम्मी भएको चाहिँ ए 4 जग्गा नि। पितृलाई चाहिँ यसरी चलाउनु पर्दो रहेछ है खाना। हामीले पनि सिकिराख्नुपर्छ है। अझै सकेको छैन एकछिन सकेको छैन हाल्नै छ। राम्रो रोटी हालिदिनु है पितृलाई। मैले बनाएको रोटी के अरे नातिनी बुहारी बनाएको एकदम मजाले हालिदिनुहोस् भन्नु पऱ्यो नि है। यहाँ दिनु गाड्नु ठिक्क छ। नातिनी बुहारीले बनाएको सबै सब्जीहरू हालिदिनु। के छ चढाउने मान्छे चाहिँ यहाँ बुहारी आज है। बुहारीको आज काम चाहिँ आज अघि भिडियो बनाउँदैछु त म। फोटो खिचिकन भिडियो तपाईँहरूको अघि भिडियो बनाएर म गएको ल आयु प्रजाम धन विद्या स्वर्ग मोक्ष सुखांच प्रसराजम पितृ श्राद्ध तदर्पित भाई हंस पड़े हंस। अच्छा अब सकिन आँट्यो। सक्यो मम्मी अब सकिन आँटेको है। टाइम हुन रहेछ होइन। चल्दैछ है। हुँदैछ हाम्रो लगभग भइसक्न आँटेको छ। पैसा छैन भर्खर त थालेको हप्ता दिन पनि भएको छैन। साग चाहिँ पुरा कम्ती भएकोले नि अचार अचार नपाएर बल्ल बल्ल पाएको है। कुन चाहिँ साग लिनु गयो चाहिँ सागै नपाएको भन्दा पनि फेरि अन्त अहिले अब पानीहरू बन्द कहाँ पाउँछ हौ।
यसरी चलाउनु भएको सक्यो बाबा यो अब अन्तिमको हो यो चाहिँ अब गुरुजीलाई पठाइनुपर्छ नि गुरुजीलाई पठाइनुपर्छ है सबै उठाएर यो सबै सकिसकेपछि यसरी हालेर है प्याक गरेर सबै गुरुजीको घरमा लानुहुन्छ सबै हालेर पर्छ त्यसरी हो रेडी पनि छ हो कस्तो भयो खाना यति मिठो छ कसले भने पुरा मिठो छ मिठो छ नुनहरू एकदम ठिक्क एकदम ए सेलरोटी पनि खानुहोस् त्यो मैले बनाएको ए बुहारीले बनाएको हजुर। ए म खाइहाल्छु त्यसो मिठो बनाएर खानुहोस् है सोधी सोधी पो खिलाउँछु त म त महेन्द्रले एकदम हालेर ल्याएको कस्तो मिठो ए फेरि भन्नु त यो यहाँ के भन्नु अरे सुनि न ए महेन्द्रले एकदम छानेर ल्याएको साह्रै मिठो बनाउने नि रोटी हो मिठो छ है एकदम त्यो सुन्नु चाहिँ फेरि गएको नि म